नेपाल सुनचाँदी व्यवसायी महासंघ जिन्निकाको स्थापना दिवस छोले ललितपुर सुनचाँदी व्यवसायीसँग साइकल र्याली यागुदो। कुराहरू अहिले स्थापना दिवसको उपलक्ष्यमा चाहिँ सम्पूर्ण सुनचाँदी व्यवसायीहरूलाई चाहिँ शुभकामना दिँदै साइकल यात्रीहरूलाई पनि तपाईँहरूको चाहिँ यात्रा चाहिँ सुखद रहोस्। महासंघको 12औं स्थापना दिवस सम्पन्न हुँदैछ, त्यसको लागि यहाँ सम्पूर्णलाई हार्दिक बधाई र उत्तरोत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु। आज जुन ललितपुर सुनचाँदी व्यवसाय सङ्घले एउटा समायोजन भन्छु म, हेरिटेज आफ्नो कल्चर र आफ्नो व्यवसायलाई समायोजन गरेर जुन यो नयाँ कन्सेप्टमा एउटा साइकल यात्रा शुभारम्भ गर्नुभएको छ, यसको लागि हार्दिक बधाई पनि दिन चाहन्छु उहाँलाई। स्टेप फिजनले नै हामीलाई एकबद्ध हुनलाई सहयोग पुर्याउँछ भन्ने मलाई लाग्छ। आज मौसमको प्रतिकूलता बापत यहाँहरू अलिक सुरक्षित भएर आफ्नो साइकल यात्रा सफल गर्न सकोस् भन्ने शुभकामना छ। महासङ्घको 12औं स्थापना दिवसलाई मध्यनजर गरी दिवसको एउटा उपलक्ष्यमा ललितपुर सुनचाँदी व्यवसायी सङ्घले आयोजना गरेको यो बृहत साइकल यात्रामा महासङ्घलाई ललितपुर जिल्ला सङ्घ एउटा महासङ्घको उत्कृष्ट जिल्ला सङ्घ पनि हो। सधैँ यसरी नै उत्कृष्ट कामहरू गर्दै आइरहेको जिल्ला हो र आज बृहत रूपमा एउटा हामी विभिन्न व्यवसायमा संलग्न रहेका व्यक्तिहरूलाई एकै ठाउँमा जम्मा गरेर यो एउटा व्यावसायिक एकताको सन्देश देशभरि जुन ललितपुर सुनचाँदी व्यवसायी सङ्घले दिन खोजेको छ, यो आफैमा एउटा गर्व गर्न लायकको कार्यक्रम गर्नुभएको छ। समृद्ध व्यवसाय, दिगो विकास, साइकल यात्रा, स्वस्थता आवास नारायणमा संज्ञा गोसाले शनिबार साइकल र्याली चुकुखा। र्यालिया उलेजा नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष अर्जुन रसाइली यानादीको खासा यलया त बालन सुरुजुको र्याली नाला पोत तक्कन वङ्गुखा। मायाको चिनो गण्डिला टी सर्टमा नै स्पोन्सर गर्नुभएका र्याली सचिव गुइमा साइकल यात्री देश बोतिकागु ख।